गाइस, आज पनि तपाईहरुलाई स्पेशल हाम्रो यो भिडियोमा स्वागत छ। आज पनि हामी तपाईको लागि विशेष एउटा सहायता भिडियो लिएर आएका छौं। यो भिडियो छ हाम्रो फार वेस्टर्न युनिभर्सिटी, जुन हाम्रो सिम्पली याफ्यू छ त्यो युनिभर्सिटीको बारेमा आज हामी विशेष चर्चा गर्दै छौं। यो भिडियो मार्फत हामी यदि तपाईहरु सिम्पली ग्रेजुएट गर्दै हुनुहुन्छ, मास्टर्स गर्दै हुनुहुन्छ या तपाईहरु सिम्पली ब्याचलर गर्दै हुनुहुन्छ त याफ्यूबाट हामीले कसरी चाहिँ सब्जेक्टको फर्म भर्ने त त्यसको बारेमा हामी यो भिडियो मार्फत तपाईलाई सिकाउने। यो भिडियोमा खास गरेर हामी तपाईलाई फार वेस्टर्न युनिभर्सिटीको फर्म कसरी भर्ने त्यसको बारेमा यो भिडियोमा हामी तपाईलाई सिकाउने। आउनुहोस् आजको विशेष भिडियो हामी सुरु गर्छौं। त गाइस, सुरुमा हामी फार वेस्टर्न युनिभर्सिटी र त्यो फार वेस्टर्न युनिभर्सिटीको तपाईले रिजल्ट देखि लिएर ग्रेड सिट देखि लिएर मार्कसिट देखि लिएर र तपाईले यदि सिम्पली त्यसमा एक्जाम फर्म अर्थात एक्जाम फर्म कसरी भर्ने अनलाइनबाट त्यसको बारेमा आजको यो भिडियोमा विशेष चर्चा गर्दै छौं। आज तपाईहरुलाई मास्टर्सको स्पेशली कसरी भरिन्छ त्यसको बारेमा आजको भिडियोमा विशेष हामी तपाईलाई सिकाउने। यसै गरेर तपाईले ब्याचलर्स र मास्टर्स ग्रेजुएटहरुको तपाईले यसमा गर्न सक्नुहुन्छ। त्यसको लागि फर्स्ट अफ तपाईले के गर्ने त गाइस, यसको लागि तपाईले सिम्पली हामीसँग एउटा लिंक हुन्छ examyfwu.edu.np। तपाईले यो लिंकमा जानुपर्ने हुन्छ। अहिलेको लागि मैले यसलाई कपी गरे। यसलाई कपी गरिसकेपछि म स्पेशली यो ठाउँमा गएर यसलाई पेस्ट गर्दिन्छु र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। मैले यति गर्ने बित्तिकै यहाँ रन गराउँछु है त गाइस। यो देख्ने बित्तिकै अब तपाईहरुले हामीसँग यहाँ देख्न सक्नुहुन्छ examyfwu.edu.np र यसमा तपाईले स्पेशली कुनै पनि नोटिसहरु यहाँ देख्न सक्नुहुन्छ र ग्रेड सिट। अब तपाईलाई यदि ग्रेड सिट चाहियो भनेपछि यस्तो बेलामा तपाईले यहाँ ग्रेड सिटहरु पनि डाउनलोड गर्न पाउनुहुन्छ। तपाईको बीए एलएलबी या तपाईले बीबीएस या तपाईको चाहिँ ग्रेजुएट है अन्डर ग्रेजुएट जे छ एमएससी तपाईहरुलाई सो गरे। मैले exam.fwu.edu.np मा तपाईहरुले जान सक्नुहुन्छ। यति गरिसकेपछि तपाईले एउटा इन्टरफेस देखिन्छ र यसमा तपाईले यहाँनिर लगइन भन्ने बटन देख्नुहुन्छ। यो ठाउँमा तपाईले क्लिक गर्नु होला। यो लगइन भन्ने ठाउँमा अब तपाईले चाहिँ सिम्पली तपाईको क्याम्पसमा तपाईले कन्ट्याक्ट गरेर सुरुमा तपाईले त्यहाँबाट क्याम्पसको रजिस्ट्रेसन नम्बर र त्यसको के त पासपोर्ट तपाईले लिएर त्यसपछि तपाईले रजिस्टर गरिसकेपछि तपाईले यहाँबाट चाहिँ सहजै रूपमा आफ्नो सिम्पली एक्जाम म्यानेजमेन्ट गर्न सक्नुहुन्छ। जस्तो अब म यसमा सिम्पली मास्टर्सको लगइन गरिरहेको छु। जो मसँग रजिस्टर्ड नम्बर र मसँग चाहिँ सिम्पली पासपोर्ट अवेलेबल छ जुन हाम्रो क्याम्पसले प्रोभाइड गरेको। त गाइस, यसमा अब तपाईहरुले स्पेशली म अहिले मास्टर्स गरेर देखाउँदै छु जुन हाम्रो एमए तर्फको है त। त गाइस, यसमा अब हामी सिम्पली के गर्छौं त भन्दाखेरि म यसमा सिम्पली एउटा सुरुमा क्लिक गरेर म यसमा चाहिँ रजिस्ट्रेसन नम्बर टाइप गर्दै छु। रजिस्ट्रेसन नम्बरमा मैले टाइप गरे 2 यति टाइप गरिसकेपछि मैले तलपट्टि पासपोर्ट है त गाइस, मैले तलपट्टि पासपोर्ट त गाइस यति गरिसकेपछि अब तपाईले यहाँनिर हामीसँग एउटा नयाँ इन्टरफेस देख्न सक्नुहुन्छ। यहाँनिर तपाईले कुन स्टुडेन्टको त्यो तपाईलाई डिटेलमा यहाँ आइ नै हाल्छ। त्यही भएर अहिलेका लागि हामीले यो भित्र केही पनि गरेका छैनौँ। सिम्पल हामीले के गरेका छौँ त भन्दाखेरि यो हाम्रो जुन सिम्पली चाहिँ एक्जामको फर्म भर्दै छौँ त्यो फर्मको कुरा मात्रै गर्दै छौँ है त गाइस। यस बेलामा हामी एक्जाम फर्ममा क्लिक गर्छौँ। तपाईले देख्नुहुन्छ एक्जाम फर्म। यो एक्जाम फर्ममा तपाईले जानुपर्ने हुन्छ र हामी यसमा सिम्पली सोसियोलोजीको अर्थात मास्टर्स अफ आर्ट्स इन सोसियोलोजीको सिम्पली ग्रेजुएट स्टुडेन्ट्सको चाहिँ हामी यसमा फर्म भर्दै छौँ। त गाइस, सुरुमा तपाईले के गर्नुपर्छ भन्दाखेरि तपाईको एक्जाम शेड्युल अर्थात तपाईले यहाँनिर भएको एक्जाम शेड्युल तपाईले ध्यान दिएर हेर्नुपर्ने हुन्छ। यसपछि तपाईको कुन हो त, जस्तो ग्रेजुएट फर्स्ट सेमेस्टर या कति हो त तपाईले थर्ड सेमेस्टर जुन छ तपाईले यहाँ देखाउँछ र तपाईहरुले यदि यहाँनिर गएर सिम्पली तपाईले यो सेमेस्टरको कुनै पनि
सप्लिमेन्ट्री ब्याक फर्म या तपाईँको रेगुलर फर्म यहाँबाट भर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले यहाँनिर सिम्पली चाहिँ अब ग्रेजुएट फर्स्ट सेमेस्टरको लागि तपाईँले सुरुमा के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँले अमाउन्ट हेर्नुपर्ने हुन्छ। जस्तो म अहिले ग्रेजुएट फर्स्ट सेमेस्टर 2026 को भर्दैछु, त्यसको लागि तपाईँले यहाँनिर मसँग 1200 भनेको छ र मैले यहाँनिर पे आरएस 1200 मा क्लिक गर्छु। यतिमा क्लिक गर्ने बित्तिकै अब मलाई यहाँनिर केबाट पेमेन्ट गर्ने हो त्यसको लागि यदि तपाईँहरूको प्र्याक्टिकल सब्जेक्ट छ भने तपाईँले प्र्याक्टिकल सब्जेक्ट कतिवटा छन् यहाँनिर तपाईँले चुज गर्न सक्नुहुन्छ। यदि प्र्याक्टिकल छैन भने तपाईँले चुज नगर्दा हुन्छ 0 लेख्ने। यदि तपाईँसँग प्र्याक्टिकल सब्जेक्ट छ भने तपाईँले यहाँनिर सिम्पली कतिवटा सब्जेक्ट त्यति गर्ने र एउटा प्र्याक्टिकल सब्जेक्टको तपाईँले सिम्पली 50 रुपियाँ पर्छ है त पर प्र्याक्टिकल सब्जेक्ट है। अहिलेका लागि हाम्रो क्विज सेमेस्टरमा सिम्पली जुन छ त्यो हाम्रो ग्रेजुएट जुन सब्जेक्ट छ त्यसमा चाहिँ हाम्रो कुनै प्र्याक्टिकल सब्जेक्ट हुँदैन। सो हामी तपाईँले अब ई-सेवाबाट या कनेक्ट आइपीएस या खल्तीबाट तपाईँले सहज रूपमा पेमेन्ट गर्न पाउनुहुन्छ। जस्तो गाइज हामी सिम्पली ई-सेवामा जान्छौँ, ई-सेवाबाट मैले सिम्पली यहाँनिर पेमेन्ट गर्छु। त्यसको लागि अब ई-सेवा क्लिक गर्ने बित्तिकै हामीलाई एउटा इन्टरफेस आउँछ जहाँबाट हामी पेमेन्ट गर्न सक्छौँ। सुरुमा हामीसँग यहाँनिर अब हामीलाई टोटल कति प्राइस हो त्यो प्राइस यहाँ देखाउने गर्छ। त गाइज हामीले सुरुमा यहाँनिर ई-सेवा आइडी हाल्नुपर्ने हुन्छ। यो ठाउँमा हामीले ई-सेवा आइडी भनेको ई-सेवा नम्बर हामीले जो ई-सेवाबाट हजुरले पेमेन्ट गर्न चाहेको त्यो ई-सेवाको नम्बर हाल्ने। जस्तो तपाईँको ई-सेवा आइडी हुनसक्छ, त्यो ई-सेवा आइडी तपाईँहरूले यहाँनिर हाल्नुपर्ने हुन्छ। त्यसपछि तपाईँले पासवर्ड जुन ट्रान्जेक्सन पिन हाल्दा पनि हुन्छ या तपाईँले जुन ई-सेवाको पासवर्ड छ त्यो ई-सेवाको आइडीको पासवर्ड हाल्दा पनि हुन्छ। त गाइज यति गरिसकेपछि अब तपाईँहरूले सिम्पली जुन कनेक्ट आइपीएसबाट पनि गर्न सक्नुहुन्छ, खल्तीबाट पनि गर्न सक्नुहुन्छ। त गाइज मैले यहाँनिर सिम्पली मेरो यहाँनिर के गर्छु ई-सेवा आइडी टाइप गर्छु र पासवर्ड हाल्छु है त गाइज। त गाइज यहाँनिर म पासवर्ड हाल्छु। जस्तो मैले यहाँनिर सिम्पली पासवर्ड हाल्दा पनि हुन्छ र मैले यहाँनिर पिन हाल्दा पनि हुन्छ। यति गरेर अब तपाईँले आई एम नट अ रोबोटमा क्लिक गर्नुपर्ने हुन्छ। आई एम नट अ रोबोटमा तपाईँले क्लिक गरिसकेपछि अब तपाईँले सिम्पली यहाँनिर हानेको ट्रान्जेक्सन पिन पनि सही हुनुपर्छ र तपाईँले हाल्नुभएको जुन युजर नेम छ अर्थात् तपाईँको ई-सेवा आइडी छ जुन तपाईँको युजर नेम भन्छ अर्थात् तपाईँको मोबाइल नम्बर सही हाल्नुभएको छ। त्यसपछि तपाईँले लगइनमा थिच्नुपर्ने हुन्छ। अब लगइनमा थिच्ने बित्तिकै तपाईँको ई-सेवा एकाउन्ट यसले चेक गर्छ। यदि सही छ भने यसले सिम्पली तपाईँले यहाँनिर एउटा भेरिफिकेसन कोड तपाईँको मोबाइलमा यसले पठाउँछ। अब तपाईँले आफ्नो मोबाइल मार्फत त्यो तपाईँको भेरिफिकेसन टोकन अर्थात् तपाईँले पठाएको जुन टोकन छ त्यो टोकन तपाईँले यसमा हानेर सिम्पली तपाईँले के गर्न सक्नुहुन्छ त यसमा भेरिफाई गर्न सक्नुहुन्छ। गाइज मैले यसमा स्पेसली अब टोकन हानिसकेको छु र म भेरिफाई गर्छु है त गाइज। त भेरिफाईमा क्लिक गर्ने बित्तिकै अब हाम्रो यहाँनिर सिम्पली मेरो अकाउन्टमा भएको जुन ब्यालेन्स छ त्यो ब्यालेन्स पनि देखाएको छ र त्यसपछि मेरो के हो त त्यो एकाउन्ट डिटेल देखाएको छ र कुन ठाउँ छ यसमा हामीलाई देखाएको छ। यदि तपाईँसँग ह्याभ अ प्रोमो कोड छ भने हाल्दा हुन्छ, यदि त्यो छैन भने केही पनि गर्नु पर्दैन, त्यहाँ समस्या केही छैन। हामीले 1200 मात्रै पेमेन्ट गर्नुपर्नेछ र सर्भिस चार्ज तपाईँको 5 आरएस 5 लाग्दैछ। यसमा तपाईँले क्लिक गर्ने र कन्टिन्यूमा तपाईँले क्लिक गर्ने बित्तिकै अब तपाईँले यसमा पेमेन्ट भनेको छ, यो पेमेन्ट क्लिक गर्ने बित्तिकै अब यहाँ तपाईँले सबै डिटेल हेर्न सक्नुहुन्छ। यति गरिसकेपछि अब तपाईँले पे भाइ ई-सेवामा तपाईँले क्लिक गर्ने बित्तिकै अब तपाईँको के त रिडाइरेक्टिङ प्लिज वेट भनिरहेको छ। यसमा तपाईँले सिम्पली 1200 पेमेन्ट सहज रूपमा गर्न सक्नुहुन्छ। त गाइज तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल, टोटल अमाउन्ट पेड इज 1200 चाहिँ टोटल अमाउन्ट पेड गर्नुभयो भनेर हामीलाई यहाँनिर देखाउँछ। त गाइज यति गरिसकेपछि अब यतिले हुँदैन, हामीले स्पेसली यसले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि अब हामीले लगइन गर्नुपर्छ र आफूलाई कतिवटा सब्जेक्ट हो त्यो सब्जेक्ट हामीले सबमिट गर्नुपर्ने हुन्छ। त गाइज यसको लागि अब हामीले के गर्नु पर्यो त भन्दाखेरि सुरुवाती चरणमा हामी यसलाई लगइनमा जान्छौँ र तलपट्टि हामीले पासवर्ड हाल्छौँ है त गाइज। त गाइज हामीले यति हालिसकेपछि अब हामीसँग लगइन हुन्छ र हामी फेरि त्यही प्रोसेस गर्छौँ, इक्जाम फर्ममा जान्छौँ। इक्जाम फर्ममा गइसकेपछि अब हामीसँग यहाँनिर छ सिम्पली एप्लाई फर एप्लिकेसन। तपाईँहरूले देख्न सक्नुहुन्छ मैले ग्रेजुएट फर्स्ट सेमेस्टर 2026 एप्लाई फर एप्लिकेसन देख्न सक्नुहुन्छ। पे फर प्र्याक्टिकल हामीले पेमेन्ट गरिसकेछौँ, त्यही भएर एप्लाई फर एप्लिकेसन भनेर आउँछ। तपाईँले यदि पेमेन्ट भएको छैन भने यहाँनिर तपाईँलाई एप्लाई फर एप्लिकेसन भनेर आउँदैन। त गाइज तपाईँहरूले अब के गर्नुपर्ने हुन्छ भने एप्लाई फर एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ। यति गर्ने बित्तिकै अब तपाईँले कुन सब्जेक्ट हो त्यो सब्जेक्ट तपाईँहरूले चुज गर्नुपर्ने हुन्छ। अब सिम्पली हामीसँग तलपट्टि यहाँनिर टोटल यसले देखाउँछ हामी कुन सब्जेक्ट हो, तपाईँहरूले यहाँनिर जान सक्नुहुन्छ। अब अहिलेका लागि हामीलाई एउटा
सब्जेक्ट मात्रै छ, सो हामी यसमा एउटा सब्जेक्ट मात्रै गर्ने हो। जस्तो तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हामीसँग माइक्रो सोसियल पर्सपेक्टिभ छ एउटा, हामी यो सब्जेक्ट मात्रै भन्ने हो। त्यही भएर 511 को 511 कोड छ, हामी यो सब्जेक्टमा टिक लगाइदिन्छौँ। यसो सबै भने अल गर्ने, सबै होइन भने आफूलाई चाहिएको सब्जेक्ट मात्र टिक गर्ने। टिक गरिसकेपछि अब तपाईँले यहाँ के गर्न सक्नुहुन्छ त भन्दाखेरि आफूलाई अरू सब्जेक्टहरू छ भने अरू सब्जेक्टमा तपाईँले सिम्पली चाहिँ सबमिट फर्म अरूमा टिक लगाउने, अरूमा टिक लगाउने, जस्तो योमा लागेको छ भने योमा टिक लगाउने, जोमा लागेर टिक लगाउने। त्यसपछि तपाईँले सबमिट फर्म, अरू केही पनि गर्नु पर्दैन, तपाईँले सबमिट फर्ममा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। यति गरिसकेपछि इक्जाम रेजिस्ट्रेसन अर्थात् इक्जाम रेजिस्ट्रेसन फर्म सबमिटेड सक्सेसफुली भनेर तपाईँले यहाँ देखाउँछ। त्यसपछि तपाईँले ओकेमा क्लिक गर्ने बित्तिकै अब तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि इक्जाम फर्ममा जाने बित्तिकै तपाईँको यहाँ के भएको छ त सिम्पली तपाईँले यहाँनिर यसमा दिइसक्नु भएको छ जुन तपाईँले माइक्रो सोसियल पर्सपेक्टिभमा। यदि तपाईँ एडिट गर्न चाहनुहुन्छ भने योमा गएर तपाईँले यहाँबाट एडिट पनि गर्न सक्नुहुन्छ। जस्तो अहिलेको लागि मैले माइक्रो सोसियोलोजिकल पर्सपेक्टिभमा मैले दिएको थिएँ जुन 511 छ है त गाइड, त्यो मैले यसमा भरेँ, तपाईँहरूलाई मैले देखाएँ। यदि तपाईँलाई एडिट गर्नु छ भने तपाईँले एडिट गर्न सक्नुहुन्छ, होइन भने तपाईँको अलरेडी ठिक छ पेन्डिङमा छ र तपाईँको यदि भेरिफाइड भइसकेपछि तपाईँले भेरिफाइड पाउनुहुन्छ है त गाइड। अहिले तपाईँको पेन्डिङमा छ र तपाईँको पेड पनि भइसकेको छ र तपाईँको यो अहिले पेन्डिङमा छ। यदि तपाईँको भइसकेको छ भने यहाँनिर तपाईँलाई भेरिफाइड भनेर देखिनेछ। त गाइज आजको स्पेसल यो भिडियोमा यति नै हामीले विशेष कुरा गऱ्यौँ कसरी हामीले याफ्यू रिलेटेडको ग्रेजुएट सब्जेक्ट म्याटर जुन मास्टर लेभलको छ त्यसको हामीले इक्जाम फर्म कसरी भन्ने कुरा